Hello everyone, welcome to my channel. It's me Thabina Taman. अनि आज चाहिँ म वागा मेगङ अनि टुरी घुम्न आएको के अनि आधी बाटोमा आएर चाहिँ भिडियो स्टार्ट गर्दैछु मेगङमा आएर। अनि अब हामी चाहिँ नकुर जान लागेको साथीहरू अनि त्यहाँ गएर के गर्ने छौँ देखाउने छु। वागातिर पनि अलिअलि भिडियो बनाउँछु। अब खासै भिडियो बनाउन त अलि अरू लाग्छ, जे पाइ त्यही बनाएर हाल्छु। यो चाहिँ मेगङ हो अनि तलको भिडियो चाहिँ तलबाट दामी भ्यू देख्थ्यो। म चाहिँ बनाउन गइनँ, त्यहाँ अब मान्छेहरू हो त्यही भएर म त्यता गइनँ साथीहरू। यो उही त्यता यो बाटोबाट चाहिँ किमताङ जान्छन्, हामी चाहिँ यहाँ माथिको बाटोबाट जान्छौँ। म र साथीहरूको साथी चाहिँ त्यहाँ चाउचाउहरू भिडियोहरू लिन गएको हो, हामीले तलबाट लिएर आउँ नि त। अनि त्यही भएर अब खासै बोलेर भिडियो बनाउन त अब कस्तो अड लाग्छ कि साथीको अगाडि भिडियो बनाएन। अनि म अब यसरी नै अलिअलि क्लिपहरू लिएर भिडियो बनाएर हाल्दैछु साथीहरू। यहाँ चाहिँ क्या चिसो हावा आइरहेको कि यो ठाउँ चाहिँ फेभरेट होइन, कस्तो मनपर्छ कि मलाई पहिल्यैदेखि नै होइन। मेगङबाट चाहिँ दामी भ्यू देखिन्छ नि त तलपट्टि साइडको। अहिले म फर्किने बेला यतैबाट आयो भने चाहिँ त्यो भ्यू देखाउने छु, अलिकति क्याप्चर गर्ने छु। अनि यस्तो कति त्यही हो। अब हामी जान्छौँ। क्या दामी रोजको फुल पनि रहेछ कि, फुल रहेछ तर यहाँतिर झरेछ सबै। फ्लावर चाहिँ दामी हदेस भ्यू है त। हामी चाहिँ नक्कु आइसक्यौँ। चाहिँ यहाँबाट फर्केको है त। खाने हो हामी चाहिँ नकुर गएर नि फर्केर आएको। म चाहिँ फर्स्ट टाइम गएको थिएँ नि त नकुरमा, त्यस्तो खासै स्पेसल चाहिँ केही पनि छैन रहेछ। अनि म चाहिँ अब हामी चाहिँ अब वागा जान लाग्यो नि त। यहाँबाट जाने बाटो अरे म चाहिँ यताबाट हिँड्दैछु। यहाँ के अरे भेडा फार्म छ अरे कि, म चाहिँ भेडा हेर्छु भनेर यहाँबाट ओर्लेर यसरी आएको। साथी चाहिँ बाइक तल राख्न गएको छ। अनि मैले त्यहाँ ऐसाले नि खाएको, कति बजी खाएको के जस पानी परेर होला अलिक खल्लो खल्लो अमिलो अमिलो जस्तो थियो। त्यही हो आज टुरी अनि वागा नकुर घुम्ने प्लान बनाएर आएको। हामी चाहिँ उता वागा चाहिँ के अरे वागा चाहिँ बल्ल आइपुग्यौँ। नकुर गएर आएको। नकुरमा चाहिँ मैले सोचे जस्तो चाहिँ छैन रहेछ कि, मैले अर्कै सोचेर गएको थिएँ तर अर्कै रहेछ। अनि त्यही हो साथीहरू, अब म कहाँको बाटो आइपुगेँ, एकछिन दौडिनु पर्ने हुन्छ। आइपुगेँ म जङ्गलतिर आइपुगेँ। यतातिर यताबाट चाहिँ पुरा भ्यू यस्तो भ्यू देखिरहेछ। पहिलातिर चाहिँ यो घरहरू पनि थिएन कि, अहिले चाहिँ बनाएको रहेछ है केहरू है। बट यस्तो भ्यू चाहिँ बब्बाल सबै साथीहरू यहाँको चाहिँ जङ्गलको बाटो हिँड्दो रहेछ। ल म कहाँ पुगेँ, म यहाँ गोठमा भनेर आएको। गोठ त यहाँ माथितिर पो रहेछ, म चाहिँ तल आइपुगेँ। त्यही हो साथीहरू, भेडा हिँड्ने भनेर आएको कि भेडा छ कि छैन। है भेडा होइन भैँसी चाहिँ रहेछ। यहाँको भ्यू यस्तो, म त भेडा होला गोठ होला भनेको त पुरा भैँसी चाहिँ चढिरहेको रहेछ क्या। यहाँ पनि रहेछ ऐसालेको बोट। अनि यो चाहिँ वागा हो साथीहरू। यहाँबाट यस्तो भ्यू देखिन्छ कि, यहाँ माथिबाट देखाइदिन्छ नि त। म आमा झन् लड्यो यस्तो भ्यू छ। अनि यो चाहिँ केर्पाको बोट हो, अहिले फुल फुलिरहेको रहेछ। अनि
भोलि पर्सि चाहिँ खान मिल्छ यस्तो रहेछ। अब म यहाँको ऐसियालाई फेरि अलिकति टिपेर खानुपर्ने हुन्छ। खान्छु अनि जान्छ साथीहरू। यो पनि केर्पाको बोट हो के। यसको पत्ता चाहिँ अमिलो अमिलो हुन्छ। खाए पनि केही हुन्न। यस्तो काटेर चाहिँ मैले खाइनँ। लुगा च्यातिनु मात्रै होला। त्यही अब गयो म त भेडा लाउने त के भेडा हो न भैँसी चाहिँ रहेछ। हाई हाई हाई। अब चाहिँ हामी त्यहाँ माथिको टपको डाँडामा गएर चाहिँ एकछिन किङथाङतिरको भ्यू हेर्नेवाला छौँ। अनि त्यसपछि एकछिन बसेर फोटोसोटो खिचेर एक दुईवटा टिकटक बनाएर अनि गइहाल्छौँ साथीहरू। यसमा पनि पुरा केर्पाको बोट हो कि यो। कालो कालो फल हुन्छ। खानाले चाहिँ मिठो हुन्छ। मैले चाहिँ त्यसको पात खाँदै हिँडिरहेको छु। पात पनि अमिलो अमिलो हुन्छ कि। अनि त्यही हो। यो चाहिँ वागा हो। उतापट्टि साइडमा चाहिँ फुटबल हुन्छ। अनि यस्तो रुखहरू। म चाहिँ कताबाट जाने माथिबाट जान्छु म। पोखरी हो न्यु इयरमा। अनि कुन कुन बेलामा चाहिँ कति धेरै मान्छेहरू हुन्छ क्या यहाँ। पहिला बच्चा बेलामा आएको थिएँ म। अहिले चाहिँ यस्तो भएछ। पहिला त तर एकदम धेरै पानी थियो कि। अहिले चाहिँ यहाँको पानी सुकेको रहेछ। त्यही हो भ्यू। यस्तो छ साथीहरू हाम्रो गाउँ। थकै नै लाग्यो। कहाँ गयो त्यो मान्छे? ल्याङ्गोट लिनुपर्ने हुन्छ यस्तो। अब चाहिँ त्यहाँ माथि टपको डाँडा गएर अनि एक्लो टुरी घुमेर त्यसपछि चाहिँ हामी फर्किन्छौँ साथीहरू। यस्तै हो ठाउँ। त्यही हो। आएन कि त भिडियो बनाउँदै क्या राम्रो बाछीहरू। मम्मी खोइ तिम्रो। ओ यो त गाईको बेबी हो। बिचरा डरायो। कस्तो क्युट कि यो गाईको बेबी। ठुलो भएछ तर। अनि म त्यता घुम्न गएँ। फ्लावरहरू यो चाहिँ गुड। यस्तो राम्रो राम्रो फ्लावर रहेछ कि। यहाँतिर पनि फ्लावर रहेछ पुरा। चिया बगान तलतिर चाहिँ फ्लावरहरू। मेमेको घर
मेमेदेखि खिच्दै पनि जानु नि नेपाल नेपालमा चुनौती छ मेमे जिल्ला वे मेमे जगह इंग्लिश से बड़ेम वहाँ से आशेबा ngami kere itu okre nila na meme ngala kere म मेमेलाई दिन चाहिँ इजुरी बेङरुङ दे अनि ngala दिन चाहिँ कलेन बुट्टी के आमालाई माइती चाहिँ चुरिनु आमा चाहिँ वाइ भयो निमा चाहिँ गल्दैन आनम चाहिँ मेमे कलेम्बुटी धो होला आमा यस्तो दामी भ्यू छ क्या बारीसँग पुरा गरेर म चाहिँ अब चिया बारीमा घुम्न जान लाग्यो योहरू सबै चियापत्ती हो है गाइजहरू थाहा छैन भने हेर्नु इलाममा मात्र होइन हाम्रो गाउँमा पनि पाइन्छ यो चाहिँ टिपिसकेको रहेछ कस्तो टिप्छ चाहिँ मलाई थाहा छैन तर क्या दामी लाग्यो कि अनि उर्लेर हेरिदिएको तलतिर सबै चिया बगान भएर छ कि मैले एउटा लाली गुराँस पनि टिपे साथीहरू यताको भ्यू दामी देखिरहेछ है भ्यू चाहिँ तर मैले एउटा लाली गुराँस पनि लिएँ त्यही हो अब चाहिँ हामी जान्छौँ मैले लास्टमा एउटा लाली गुराँस चाहिँ भेटेँ कि भेटिदिनु जस्तै लागिरहेको थियो सिजन सकिसक्यो नि त यसको तर उ त्यो तल एउटा रहेछ अनि भेटाएँ मैले अनि टिपेर ल्याएँ साथीहरू त्यही हो अब हामी फर्किन्छौँ होला टिमुरको बोर्डै